आजसम्म 2 वर्षदेखि जति पनि बालेनले कबारीलाई भत्काए, बिगारे, भगाउन खोज्यो, गरिबको पेटमा लात हार्न खोज्यो, त्यसको विरुद्धमा यो आन्दोलन बालेन विरुद्ध। महानगरले के भन्छ भने यो कबारी रहँदैन। हामी जब प्राइभेट जग्गामा छौँ, कुनै घरपट्टिसँग प्राइभेट व्यक्तिसँग लिएर व्यवसाय गरिरहेछु भने, त्यो त हाम्रो सरकारसँग व्यवसाय गर्ने अनुमति लिएर कारोबार गरिरहेछु भने त्यो त त्यसको भन्ने राइट होइन नि। केही चिज मिले छैन भने यो मिलाऊ है, केही चिज उसलाई समस्या छ भने वार्तामा राखेर सुधार है, केही ट्याक्स तिर्नु बाँकी छ भने तिर्न लगाउने हो नि, कि डोजर लगाइदिने गरिबको घरमा, सबैले भत्काइदिने, भगाइदिने, उ गरिदिने। त्यसको लागि यो मेन यसको उद्देश्य के छ भने बालेनले यो काठमाडौँबाट यो कबारी हटाएर 1 अरब रुपैयाँ उसलाई यो आउँछ। सब गाडी जाइ त हो गेल न, 1 अरब रुपैयाँ आउँछ। त्यसबाट 15 करोड टोकन पनि थापिसकेछ। त्यही भएर यो कबारी भत्काउन खोजेको हो। त्यही पैसाबाट हो। उसलाई 1 अरब चाहियो चुनाव गर्नलाई, पार्टी खोल्नलाई 1 अरब रुपैयाँ चाहिएको हो उसलाई। म बालेनलाई भन्छु पार्टी खोल्नलाई जनता चाहिन्छ कि पैसा चाहिँदैन। अहिले वार्ता बोलायो भने जाने हो, वार्ता बोलायो किन नजाने। आज अहिले बोलाउनु न, मिडियाको अगाडि वार्ता गरौँ। हिजो पनि त मिडियाको अगाडि गरौँ न त, के हो कुरा भनेको नि त। त्यसले भन्न नमानेको हो नि त। त्यसलाई पैसा चाहिएको, पार्टी खोल्न पैसा चाहियो 1 अरब रुपैयाँ। वार्तामा बोलाए त जानुपर्छ हामीले, होइन आन्दोलन गर्ने उसको विरुद्ध। धन्यवाद, थ्याङ्क यू।